यो सबै हाम्रो पुरानो फाटेको अनि जाडोको त्यो कामै नलाग्ने क्लोथहरू हो। त्यो कपडाहरू चाहिँ किन हटाएको है अहिले अब कस्तो भयो भने गर्मी आयो नि त। गर्मी आइसकेपछि अब जाडोको कपडा बोकेर हिँड्ने कुरो आउँदैन हैन। त्यही भएर हामीले त्यतातिर डम्प गरिदिएको एक्स्ट्रा वेट किन बोकेर हिँड्ने। अहिले त एकदमै लाइट वेट भएको छ। दाइको त्यही 7-8 केजी होला। कस्तो आएछ त आम्मामा एउटै हो एउटै। ल हाम्रो सुजन दादाले यहाँ यस्तो लुगा लाउनु भएको छ अनि मेरो पनि सेम क्लोथ छ। हामी दुइटै उस्तै देखिएको छ। अलिकति फरक भनेको चाहिँ घडी जुत्ता र चस्मा अनि ब्यागहरू। भविष्यको योजना चाहिँ के छ भने सबै थोक एउटै टाइपको लगाएर हिँड्ने भन्ने हो। अब हेरौँ कहाँसम्मको कतिसम्मको सफल हुन्छ। भयो लु यता आउनु त। ल हाम्रो लक्ष्मी दादा हुनुहुन्छ यहाँ होटल साङ्ग्रिला भद्रपुरबाट। हजुरले हामीलाई सहयोग गरिदिनु भयो नि होइन? हामीले गरिदिनु सहयोग। हजुर आउनुभयो र सहयोग हामीले ठुलो नभए पनि होइन ठुलो होइन। यहाँ भन्नेले दुनियाँ थोक भन्छन्। तपाईँलाई हामीले के आश्वासन दिएको थियौँ र होइन नि? सिधा कुरा गरियो नि। नेपाल यात्रा गर्दैछौँ यति जिल्ला भयो कति ननाको थुप्रै भयो लुगासुगा नधोएको त्यही लुगासुगा धुनुपर्ने छ सहयोग गरिदिनु भनेको हो नि। हजुर हो। बस त्यहाँभन्दा फाल्टु हामीले केही भन्यौँ भन्नु भएन। प्रमोसन लानो ढलानो भन्दै केहीको दग्दी दिएन नि हामीले। एकदम त्यस्तो केही पनि होइन। आउनुभयो सब माग्नुभयो मैले दिएँ त्यति नै। यसो भन्नु थाल्यो क्या केटाहरूले प्रमोसनको नाममा हामीले सोझो इमान्दारहरूलाई बेच्न थाल्यौँ अरे क्या सन। यस्तो कसले भन्ने हो भने भन्ने हो त्यो चाहिँ जसको मनमा मानवताको धर्म छैन र यति पनि सहयोग गर्न सक्दैन, सानो सोच सङ्कुचित सोच बनाएर बसेको छ, एउटै ठाउँमा कुहिएर बसेको छ, यिनीहरूले भन्ने हो। अरू कसैले भन्ने होइन यो चाहिँ। होइन ठिक छ, इट्स ओके। दाइहरू यत्रो व्यवसाय गरेर बस्नु भएको छ, उहाँहरूलाई थाहा छैन को कसरी खेल्छ, कसलाई कस्तो के गर्नुपर्ने भन्ने कुरा। यहाँ चटपटेको ठेला लगाएर त बसेको होइन नि त चटपटे बेच्दै कि आएर 5 रुपियाँ माग्दै चल्दियो टाइपको होइन र। यत्रो व्यवसाय गरेर बस्नु भएको छ। यत्रो हेर्नु त पारिवारिक मान्छे जिम्मेवारी भएको मान्छे एक झलकमै पत्ता लगाइहाल्नुहुन्छ नि कसले के बोल्दैछ कसो भन्दैछ भनेर। उहाँलाई कुछ गडबड लागेको थियो भने त हिजो बिदा दिइसक्नुहुन्थ्यो नि। मैले त्यस्तो लागेन कि हामीले केही बिगार्यौँ त यहाँ बसेर। ठिक छ बिगारिएन नि। आउनुभयो हो मलाई पनि खुसी लाग्यो। सेवा गर्ने मौका पनि पाइयो। लक्ष्मी बहादुर गिरी हो। लक्ष्मी बहादुर गिरी। ल हामी हिजो साङ्ग्रिलामा बसेको थियो अनि खाना बेलुकाको 2 छाक उहाँले नै रेकमेन्ड गरिदिनु भएको थियो, उहाँले नै होस्ट गरिदिनु भएको थियो। धेरै धेरै धन्यवाद सर। हजुरको परिचय सर? म विपिन भट्टराई, श्रृङ्खला ट्राभल्स चन्द्रगढी होइन। यहाँ के हुन्छ सर? हाम्रो यहाँ भनेको तपाईँको प्लेनको रेलको टिकट, गाडीको टिकटहरू होइन। रेलको चाहिँ कहाँ? रेल भनेको इन्डियाको रेलको। ए हजुर त्यो पनि हामी एउटा उपलब्ध गराउँछौँ। ए यहाँ हाम्रो भद्रपुर यो चोकलाई चाहिँ के भन्छ? यो चाहिँ स्कुल अगाडि भन्छ, वीरेन्द्र स्कुल अगाडि। अच्छा वीरेन्द्र स्कुल अगाडि ठ्याक्कै अगाडि नै चन्द्रगढी बजार। ए सन यहाँ आइज त। यो मान्छे कसले भन्यो क्या हामीले प्रमोसन गर्छौँ भन्दै होटलमा बसेको भनेर। या त 20 रुपियाँ माग्यो, 100 रुपियाँ माग्यो, 500 रुपियाँ माग्यो। 500 रुपियाँ सबैसँग माग्दै हिँडेको र 20 रुपियाँ सबैसँग माग्दै हिँडेको र हामीले जति भिडियोमा देखाउँछौँ नि त्यति नै हो क्या सन। कि त अब हुन त अब यस्तो हो नि त। अहिले त हाम्रो त्यो एक्सेसिबिलिटी सानै छ नि त। अझै धेरै हुँदै गयो भने त नि पुलिस केसै गर्छन् क्या। त्यो मान्छेहरूले काम गरेर खाएन, गुलाम भएन, यिनीहरूलाई ऋण लागेन, यिनीहरूलाई खुसी ज्यादा भयो, हाम्रो जस्तो तनाव हुनु पऱ्यो यिनीहरूलाई पनि भन्ने टाइपको हो नि त सोच होइन त। पासपोर्ट त आफ्नो गोजिया बोकेर हिँडेकै छ नि त। के अब खाडी चल्दिउँ त? होइन भाइ, हामी त यात्रै गर्ने हो। हाम्रो अब जिन्दगीभरको यात्रा हो। होइन यिनीहरूलाई टेन्सन भयो जस्तो गइदिउँ न त। खाडी गइदिएन खाडी जाने घुम्नै जाने हो। यिनीहरू मर्न लागिसक्यो टेन्सनले। अनि उतै गएर सेकसँग खजुर माग्ने नो मनी खजुर, नो मनी है हबिबी, नो मनी खजुर। हबिबी माफी मुस्किल माफी मुस्किल हबिबी 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 गाड मुस्किल्ला। हबिबीलाई फेरि
केटा यस्तो हो क्या, हामीले अन क्यामेरा धेरै चिजहरू देखाउन सकिँदैन होइन, मतलब अब त्यो अरूको प्राइभेसी कुरो पनि आउँछ नि त। अस्ति दुइटैको मार्न भनेर 1 भुटुन तेल लिएर आइसकेको बोटुकामा सन आमामा हाँसेर माकुरी। अनि सुन केटा हो, दुइटामा कोसँग चाहिँ ब्याङ्ग गर्ने भनेको मलाई भएमा गोरा चिक्ना चट्टा देखेर उद्धम नि हो हाँस्नको कालमा। यो मलाई भूतले मरो यस्तो खोलेर पुरा सिड्युस गर्दैछ ओ दिँदै हो। ल दिस इज लेखनाथ चोक राइट हियर। जुत्ता सुत्ता त टल्काइएको धोएर माखुरी बाटो यस्तो छ। अनि यो ब्याक कभर लगाउनै पर्ने हुन्छ क्या, उहाँले पछाडि कुन लाउनु भएको छ, मैले पनि लगाएको छु। त्यस्तै हो अब भन्ने दाजुभाइहरूले भन्दै गर्नुहोस् होइन, सकिन्छ भने सपोर्ट गरौँ, सकिँदैन भने भन्दै पनि गरौँ, आफ्नो डोपामिन रिलिज गरौँ न, के भएको छ त। अब हामी चाहिँ निरन्तर यात्रा गर्छौँ। यात्राको क्रममा सबै चिज खानेदेखि लाउनेदेखि लिएर सबै थोक हामी सहयोग गर्ने एउटा चाहिँ अवसर दिन्छौँ मान्छेलाई। काम नगर्ने, काम नभएको, पैसा नकमाउने यो संसारमा कोही छैन, हर किसिमले गरिरहेको छ। हामी जस्ट उहाँहरूलाई खुसी दिन चाहन्छौँ बस। खुसी इन द सेन्स कि कोही यात्री भाइहरूलाई हामीले सहयोग गरे नि त टाइपको क्या। अनि सुन्न केटा, अहिले सुन मागिस् अरे क्या, सुनै मुझी त कतिसम्म माग्यो नि, तर सबैले दियो त दिएन। पङ्कलले दिएको अरे, पुकारले होइन पूजनले, यो पूजनले दिएको। यो एउटै लुगा नवराज आचार्यले, मलाई पनि नवराज आचार्यले एकछिन न रुक। यो जुत्ता हाम्रो रामकाजी अङ्कलले दिनुभएको मलाई। अनि यो सनलाई घडी हिजो चौधरी भाइले दिनुभएको। यो इटरीमा टुर स्टार्ट गर्नुभन्दा अगाडि डोनेसन रेज गरेर किनेको। अब अरू यहाँ बिस्तारै सामान अब जोडिँदैछ। यो पनि गिफ्टै दिएको सन। यो सिन्धुलीको मगर्नी बुनुले। अबे होइन रे, यो त यहाँ के भन्छ ताप्लेजुङ जाँदै गर्दा फेरि हो क्या सन। यो बोट पनि मलाई अर्कैले बनाइदिएको। कस्तो कुरो गर्छौ यार तिमीहरू। हामी आफ्नो उसले त के गरेर हिँडेकै छैन नि यार। सक्छौ भने हिँड न मायाकुरी। इन्डियनले संसार खाइसक्यो यार। 15 वर्ष अगाडिबाट हिचाइकिङ गरेर नोमन ट्राभल गरेर वर्ल्डमा गइसक्यो। तिमीहरू मुझी माग्दै हिँड्यो भनिराख म्यान। यही भएर नेपाल पछि परेको क्या। यही भएर पछि परेको नेपाल। आजभन्दा 15 वर्ष अगाडि केटाहरूले यहाँ हिचाइकिङ गर्दै यहाँबाट बङ्गलादेश हुँदै उता म्यानमार हुँदै चाइना हुँदै रसिया युरोप छिरिसक्यो यार इन्डियनहरू। नेपाली एकजना देखा न साइकल यात्री बाहेक, एकजना देखाउ न जसले चाहिँ हिचाइकिङ गरेर ट्राभल गरेको छ। जान चाहिँ सिधै जानुपर्ने हो, तर यहाँ कुरो चाहिँ के आयो भने हिजो भर्खर नुहाइदिँदै गएर यहाँ चिटिक चटक भएर निस्किएको मान्छे त्यो धुलोमा हिँड्यो भन्दाखेरि उस्तै भइहाल्छ नि। अनि हिजो हाम्रो मितलाल दाइले लिफ्ट दिँदै गर्दाखेरि यो अलिकति भित्रको बाटो ल्याइदिनु भएको थियो, जुन चाहिँ अलिक हाइजेनिक थियो, धुलोसुलो पनि थिएन। त्यही भएर हामी त्यही बाटो खोज्ने क्रममा यतातिर छिर्दिएका छौँ। केही छैन, अब विराटनगर पुग्नुपर्ने। यहाँ हाम्रो अफ रोडिङ चलिरहेको छ। जम्मा 104 किलोमिटर रहेछ यहाँबाट। यो फलानु निवास यस्तो निवास उस्तो निवास त मैले देखेको हो होइन, तर यहाँ हाम्रो अङ्कलको घरमा चाहिँ ठ्याक्कसँगले काश्यप अधिकारी निवास लेखिदिनु भएको छ क्या। अब हामी नि पर्यो काश्यप, अनि आइयो भात माग्न यहाँ। ल यो सन कहाँ बसेको हो? यत्रो घर हुँदा नि बस्नु भन्नु भएन हो? माथि बस्नु न, उता बाहिरै बस्नु, त्यहाँ ढोकामा किन ब्लक गर्नु। नमस्ते हजुर। यो जीवनमा पहिलोचोटि फलानु निवास भन्ने त सुनेको थिएँ, तर काश्यप अधिकारी निवासै भन्दाखेरि त हामी त छिर्दिउँ। हाम्रो सुनसारी पहाड चाहिँ 5 थर, उहाँ अधिकारी काश्यप अधिकारी, म थापा काश्यप, गोदार थापा गोदार काश्यप। अरू छन् नि त 7-8 वटा। खोइ कसले भन्थ्यो तपाईँको
पाके छैन भात फुपूले होइन फुपाले भर्खर ढिलो बनाएको त हुँदैन ढिलो सन हेलो हेलो अब भात पकाइदिनु भयो होइन भात खाउँ अनि अब बाटो लाग्नुपर्छ यो भात त नि हाम्रो लागि यो त प्रसादी हो क्या हाम्रो लागि कुखुरा पाल्नु भएको छैन कुखुरा पालेको छ पालेको छ सानो भाले रहेछ भाले काट्ने खालको भाले काट्ने खालको भाले त छ लु त्यसो भए आज यति अब आज हामी यतै बस्छौँ बिहानको भात भइहाल्यो यतै बस्छौँ भाले काट्नुपर्ने हुन्छ लु अब ए सन बेलुका पनि बस्नु परेन दिउँसोलाई भइहाल्छ भाले भाले आज दिउँसो हानेर के थियो भाइ यहाँनिर अनि त्यसपछि बाटो सेभ भइसकेछ त भातको पनि निकाल्नु हेलो हामी अहिले झापा चन्द्रगढी ट्रेन उडिरहेको छ एयरपोर्टकै छेउमा घर छ भनेको हुन्छ नि यही घर हो क्या सबिन ब्रोको हाम्रो सबिन ब्रदरले चाहिँ अब उहाँ आफैले भन्नुहुन्छ कसो अरे म चाहिँ अब के कुरा भन्नु भन्नु आज भन्नु न के भयो त यहाँ मुभमेन्ट कुरा के हुँदैछ हल्का अब क्यामेराको अगाडि चाहिँ साइनै हो ए बाल भएन ए ठिकै छ दाइहरू आउनुभयो सुरुमा चाहिँ अब उहाँ दाइलाई देख्दा चाहिँ हाम्रो आफन्त नै कजिन नै हुनुहुन्थ्यो क्या अनि उहाँ हो कि भनेर यसो हेऱ्यो होइन रहेछ क्या पछि कुरा गर्दै जाँदाखेरि दाइहरू रमाइलो हुँदैन यात्राहरू मलाई मन पर्यो होइन अनि दाइहरूले भाले भन्ने शब्द सुने होइन त्यसपछि हान्दिउँ न त ल केही सुन्न सन यस्तो अरे क्या हान्दिउँ न त तिमीहरू चाहिँ त्यही हेरेर बसिरहेको केही नगर बस कमेन्ट गर के भन्नु छ भन होइन सुन माग्यो भन भाले माग्यो भन अब फेरि यस्तो बिचरा इनोसेन्ट सबिन ब्रदर सोझो सबिन ब्रदरको भाले खाइदिए भन्ने टाइपको आउँछ क्या फेरि त्यस्तो हुन्छ रिप्लाई गरौँला त्यस्तो भन्छ नि त बिचरा सोझो सबिनको भाले खाइदियो भनेर फेरि दुईटाले होइन एकदम मनबाट हो नि मनबाटै हो मनबाट दाइहरूलाई देखेर खुसी लाग्यो आज शनिबारको दिन दिउँसो एउटा रमाइलो थ्री अगाडि ल हाम्रो सबिन ब्रदर छिर्नु भयो भित्र ल 3टा भाले रहेछ जम्मा अनि 3टा भालेमा चाहिँ तपाईँको 2टा भाले चाहिँ लगभग 3 देखि 4 केजीको छ त्यो भाले हामी 3 जनालाई चाहिँ वाइल्ड त्यो 3 दिनलाई पनि वाइल्ड हुन्छ टाइपको हो क्या अनि त्यही भएर अब पानी उम्लिन देऊ न मजाले सब जिम्मेवारी मलाई सब जिम्मेवारी बाबु घरको जेठो बाठो छोरो भनेको नि बाबु जेठो बाठो नै हुन्छ क्या बाबु बुझेन मैले चाहिँ झन् केही गरेको छुइनँ बरु सुजन दादाले चाहिँ अलिअलि यताउता हातखुट्टा चलाउन जाने होला त्यही त केही नगरेको मान्छेलाई त म सिकाउँदैछु म ट्रेनिङ भनाउँछु क्या बाबु तिमीलाई म चाहिँ त्यही भन्छु बाबु तिमी त्यही गर हस् भन्न कति ज्ञानी छ त मर्यो सबिन भाइको बिहे गर्ने बेला भएछ किन बुढी पाल्ने रान्ने त नि यतिको चाहिँ पाल्ने हुन्छ भइसकेपछि ट्याक्कै बिहे गर्ने उमेर भन्नु त बिहे गर्ने भन्ने थाहा पाइयो काटेर यसको यहाँ यस्तो निकालेर कन्ड हान्नुपर्ने हुन्छ होइन त यो हल्का भनेपछि यसलाई नलेज रहेछ अरे मस्तसँगले यसलाई भुटिरहेको छु म अहिले आनन्दले पर पारेर भुटिरहेको छु कुकुरो यस्तो भइसक्यो है अब हाम्रो ब्रदर यता एडिट हान्दै हुनुहुन्छ है भन्दै गर तिमीहरू सबिन ब्रदरमा मसला पिसिरहनु भएको छ दे दनादन दे भाइ भनेर सुजन दाईको पकाइ 5 स्टार त हो तर अलिकति केले हान्नु त चम्पी छ नुन टेस्ट हान्छ है मजा ओहो ठिक छ
ठिक छ ल निकाल्दिनु ल वी हेभ अमृत मासु यता छ चिउरा यहाँ छ भुइँसरी ढोगा अन्त अहिले 3 बजन लागेको छ अनि अब हामी 3 बजे उखुरो काटिगरी खाइगरी हामी अब बिदा मागेर निस्किन लागेको छौँ खुसी लाग्यो होइन अघि भनिहाल्यो तरङ्ग भयो एउटा तरङ्ग छोडेर जानुभयो अब यही नि खुसी लाग्यो म पनि दाइहरूसँग अब कुनै बेला छिट्टै नै जोइन हुन्छु कुनै बेला होइन एक्जाम सकेपछि त्यहाँ म्यासेज गर्ने हो तरङ्ग पैदा गरिदिनु पर्छ तरङ्ग पैदा गर्नुपर्छ ल लामा लाग्यो धेरै धेरै धन्यवाद तपाईँहरू आएकोमा पनि मिठो मिठो साह्रै मिठो भात खुवाउनु भयो होइन होला हो अङ्कल त उता कता मलामी जानुभयो सो ल ब्रो बाई बाई अधिकारी आन्टीकोबाट सबिन ब्रदरबाट यता छन् यता अब अहिले हामी निस्क्यो है त उताबाट आउँदै थियौँ आउँदा आउँदै यहाँ हाम्रो फर्स्ट इम्प्रेसन यो काश्यप अधिकारी भनिसकेपछि हामी त्यतापट्टि छिरियो त्यहाँबाट कुखुरा काटेर तरङ्ग पैदा भयो अब यहाँदेखि हामी बिदा मागेर आफ्नो यात्रा अघि बढ्दैछौँ यहाँ मरेर लिफ्ट पाइरहेको छु मैले ब्रदर कहाँ हिँड्नुभएको हजुर मलाई पनि लग्दैन न ल जाउँ यहाँ भयो चाहिँ के भने सिन्जन दाले मेरो लिफ्टवाला बोर्ड लिएर गएर मैले चाहिँ यहाँ लिफ्टको लागि स्ट्रगल गरिरहेको छु के सो द्याट भोलि जसरी भयो भने सिन्जन दालाई एउटा बोर्ड बनाइदिनु पर्ने छ लगभग म पछिभन्दा लगभग म त्यही 2-3 किलोमिटर अगाडि छु होइन अनि सुजन दा चाहिँ गइसक्नुभयो इटरीको डाइरेक्ट लिफ्ट लिएर अब मैले पनि यहाँ लिफ्ट लिनुपर्ने हुन्छ सबजना यस्तो मुख गर्दै उता उता जान्छ जहाँसम्म गएको त्यहाँसम्म लगिदिँदा भइहाल्छ नि सन होइन र दाइ बिना पैसा लगिदिनु न लानुहुन्छ विराटनगर कहाँ हिँड्नु भएको मलाई पनि लगिदिनु न यार आज हाल बाँधिदिनु न रमाइलो हो देख्यो केटा हो पैसाको जमाना छ मा बिना पैसा केही हुँदैन क्या यो दाइको त बाइकै खाली छैन जस्तो छ सर कहाँ हिँड्नु भएको मलाई पनि लगिदिनु न प्लिज दाइ किन रोकिदिनु भएको तपाईँले रोक्नु भन्ने जस्तो लागेको मलाई होइन रोक्नु त भयो कि तर हर कोहीले रोकिदिएको थिएन नि त हेल्प गर्दै थिएन नि त कसले कसैले पनि हर कोहीले हो यो हर कोहीले भन्दा नि बोलेरै जाउँ न त ल भिडियो गर्नु भएको हो प्रब्लम छैन नि होइन ठिक छ तपाईँ देउता हो मेरो लागि हो किन त्यस्तै होइन खुट्टा ढाउँदा पाप लाग्दैन मेरो दाजु तपाईँलाई मा कसम दाइ म उता पूर्व गएर आएको लेट्स गो दाइ I don't think so. No, 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 no. I don't think so. राति फर्स्ट टाइम हाम्रो नेपालमा पनि हिजोकै हाने राति सन ए तेरिका आइपुग्यो म्यान आँखा के साह्रो बिजोग बनायो त यार खोइ यो चस्माले देखिन्न र राति देखिन्छ देखिन त ए मेरो भन्दा त क्लियरै देखिँदो रहेछ त अनि मेरो भन्दा त क्लियरै देखिँदो रहेछ त अनि यो व्हाइट ग्लास अनि त्यो अनि ब्ल्याक ग्लास ल अब नेपालको हिचाइकिङ यस्तै छ बाटोतिर कुनै हिचाइकरहरूलाई भेट्नु भयो भने लिफ्ट सिफ्ट दिनु होला सहयोग गरिदिनु होला होइन अब दुःख सुख यस्तै छ ल सुजन दाइ यहाँ हुनुहुन्छ अहिले हामी विराटनगर आइपुगेका छौँ धेरैवटा लिफ्टहरू लिएर
विराटनगरको बरगाछी विराटनगरको बरगाछी त्यो बोर्ड खोइ यही छ भित्र भोलि एउटा बोर्ड निकालिनुहोस् भने यही नि हो विराटनगरमा निकाल्नुपर्छ म्यान मलाई सानो बिजोक भएको भए आज बोर्ड नभएर पाउने लिफ्टहरू पनि नपाइकन बस्तिरहेको क्या म बोर्ड नभएर त्यहाँ पनि आइयो अन्त यत्रो होइन दिँदै भए पनि म्यान बोर्ड सोर्ड छैन फेरि धुलो बाटो कतोडा रहेछ यार बाटो आम्मामा हिजो भर्खर नुहाइ गरेर हिँडेको मान्छे फेरि सेतै भइसकेको छ यहाँ उस्तै भइगयो अनि यो अवस्थै यस्तै छ के गर्नु जति नुहाइ पनि गरे पनि लुगा धोए पनि उस्तै हो फेरि अब भोलि भेटौँला अहिले अब बेलुकाको हामीले वासस्थान एरेन्ज गर्नुपर्ने हुन्छ